Hi guys, today we're gonna do a challenge. one product for every skin concern. Skin barrier damage को लागि सेन्टेलाको प्रोबायोसिका इसेन्स टोनर छ यसले चाहिँ स्किन ब्यारियरलाई एकदमै हेल्प गर्छ दिस इज अ गेम चेन्जर फर स्किन ब्यारियर अनि एक्ने प्रोन र सेन्सिटिभ स्किनको लागि कुन चाहिँ मोइस्चराइजर ठिक होला सेन्सिटिभ र एक्ने प्रोनको लागि चाहिँ दिस इज अ ब्युटी ब्रान्डको प्यान्थेनल यसमा भएको प्यान्थेनलले चाहिँ हाम्रो एक्नेहरूलाई कामिङ गर्नको लागि अनि ब्यारियर रिपेयरको लागि पनि अझ यसले पनि हेल्प गर्छ सो प्लाज्मा र डार्क स्पट्सको लागि कुन चाहिँ सिरम इज द बेस्ट प्लाज्मा एन्ड डार्क स्पटको लागि चाहिँ यो सेन्टेलाको टोन ब्राइटनिङ एम्पल दिस इज अ टो गुड यसमा भिटामिन सी अनि नाइसिनामाइड छ सो यसले चाहिँ एकदमै काम गर्छ त्यसको अनि क्लोज कोमेडोन्सको लागि विच क्लेन्जर इज द बेस्ट फर क्लोज कोमेडोन्स चाहिँ यो अनुहारको बिआरसी क्लेन्सर यसमा चाहिँ सेलिसिलिक एसिड पनि छ सेलिसिलिक एसिडले चाहिँ हाम्रो क्लोज कोमेडोन्सहरूलाई चाहिँ खोल्नको लागि एकदमै हेल्प गर्छ सो रिङ्कल केयर र ग्लास स्किन लुकलाई चाहिँ कुन चाहिँ रिङ्कल केयर अनि ग्लास स्किनको लागि चाहिँ यो मेडिक्विटको ओभरनाइट मास्क हो यो चाहिँ सिटमा अनि ट्युबमा पनि आउँछ अनि भिजिबल पोर्सको लागि चाहिँ ओपन पोर्सको लागि चाहिँ हामीसँग यो फुल्लीको ग्रिन टोमेटो सिरप छ यसले चाहिँ एकदमै हेल्प गर्छ ओपन पोर्सको लागि यसमा ग्रिन टोमेटो भएको भएर